साथीहरू नमस्कार। फेरि पनि म आज नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ हामीले यस भिडियोमा कोलम्स लको बारेमा बुझ्नेछौँ। सामान्य इन्ट्रोडक्सन कोलम्स ल जुन एकदमै फेमस रहेको छ चार्ज पार्टिकल्सहरूको लागि चाहिँ, त्यसको लागि चाहिँ आज हामीहरूले चाहिँ यो भिडियोमा डिस्कस गर्नेछौँ। साथीहरू ढिलो नगरी भिडियोलाई अगाडि बढाउँ। यदि तपाईहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भनेपछि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकन क्लिक गरिदिनु होला, जहाँबाट तपाईँले सजिलै मेरो युट्युबको नोटिफिकेसन पाउन सक्नुहुन्छ। भने सल्लाह र सुझावको लागि तपाईहरूले मेरो युट्युब च्यानलको भिडियोहरूमा चाहिँ कमेन्ट गरिदिनु हुन अनुरोध गर्दछु। म तपाईहरूले आफूलाई चाहेको भिडियोको लागि पनि तपाईहरूले कमेन्ट गर्न सक्नुहुन्छ। फर द एनइबी प्लस सी कमन इन्ट्रान्स इक्जामिनेसनको लागि चाहिँ र 10 क्लासमा एसइएको पनि तपाईहरूले क्वेसनहरू मसँग चाहिँ कमेन्टमा सोध्न सक्नुहुन्छ। ढिलो नगरी अगाडि भिडियोलाई बढाउँ। कोलम्स ल चाहिँ कसले डिस्कभर गरेका थिए त? कोलम्स ल वाज डिस्कभर बाई द चार्ल्स अगस्टिन डी कोलम्स इन 1736 to 1806 मा चाहिँ उनले डिस्कभर गरेका थिए। भनेपछि यो चाहिँ एउटा फन्डामेन्टल ल हो डिस्क्राइबिङ द फोर्स बिट्विन द टु इलेक्ट्रिक चार्ज। जस्तै एउटा चाहिँ Q1 र Q2 छ, एउटा चाहिँ पोजिटिभ चार्ज छ र एउटा चाहिँ नेगेटिभ चार्ज छ। ती दुई बिचको इलेक्ट्रिक फोर्स भनेपछि इलेक्ट्रोस्ट्याटिक चार्जेसहरूको फोर्सहरूको चाहिँ नि इलेक्ट्रिक चार्जेसहरूको फोर्सहरूको एक्सप्लेन गर्ने काम कसले गर्छ त? कोलम्स लले चाहिँ गर्ने गर्छ। र कोलम्स ल एक्सप्लेन द हाउ टु इलेक्ट्रिक चार्ज अट्र्याक्ट अर रिपल्स इच अदर बेस्ड अन द। जस्तै एउटा चाहिँ पोजिटिभ कोलम्स लले के भन्छ भनेपछि पोजिटिभ चार्ज छ भनेपछि रिपल्स गर्छ, नेगेटिभ चार्ज छ भनेपछि रिपल्स गर्छ, र पोजिटिभ र नेगेटिभ छ भनेपछि यति बेला चाहिँ अट्र्याक्ट गर्छ। भनेपछि लाइक चार्ज सेम चार्ज छ भनेपछि तिनीहरूले चाहिँ एकअर्कालाई चाहिँ के गर्छ त? रिपल्स गरिराखेको हुन्छ। भनेपछि यदि चाहिँ नि डिफ्रेन्ट चार्ज एउटा चाहिँ पोजिटिभ र अर्को चाहिँ नेगेटिभ चार्ज छ भनेपछि त्यति बेला चाहिँ उसले चाहिँ एट्र्याक्ट गर्छ। र त्यो चाहिँ एट्र्याक्ट र रिपल्स चाहिँ कसमा बेस्ड हो, कुनमा चाहिँ त्यो जुन इलेक्ट्रोस्ट्याटिक फोर्स हुन्छ त्यो चाहिँ कसमा बेस्ड हुन्छ? त्यो एउटा चाहिँ चार्जहरूको म्याग्निट्युडमा हुन्छ। जस्तो एउटा चाहिँ यसको चाहिँ Q1 छ भनेपछि यसको चाहिँ Q2 छ, यसको चार्जहरूमा चाहिँ यो चाहिँ डिपेन्ड हुने गर्छ। भनेपछि त्यसको डिस्टेन्समा चाहिँ यिनीहरू कति टाढा छन् त्यो डिस्टेन्सहरूसँग चाहिँ नि त्यो डिस्टेन्समा चाहिँ डिपेन्ड हुने गर्छ। र त्यस्तै एउटा म्याथमेटिकली फर्मुला रिलेसन गर्दाखेरि चाहिँ नि यसकै फर्स्ट रुल अनुसार चाहिँ के भयो त? जस्तै एउटा चाहिँ पोजिटिभ र नेगेटिभ चार्ज छ, Q1 र Q2 को चाहिँ छ भनेपछि अब यो चाहिँ यसको इलेक्ट्रोस्ट्याटिक फोर्स चाहिँ तिनीहरूको चार्जेसको म्याग्निट्युडसँग के हुन्छ? डाइरेक्टली प्रोपोर्सनल हुन्छ भनेर म्याथमेटिकली चाहिँ कोलम्स लले देखायो त। त्यसपछि तिनीहरूको डिस्टेन्स आर छ भनेपछि त्यसको स्क्वायर इन्भर्सली प्रोपोर्सनल चाहिँ त्यो स्क्वायर अफ द डियर डिस्टेन्स चाहिँ रहेको छ। भनेपछि स्क्वायर डिस्टेन्सको चाहिँ स्क्वायरको इन्भर्सली प्रोपोर्सनल चाहिँ के हुन्छ त? जति नै टाढा भयो त्यति नै इलेक्ट्रोस्ट्याटिक फोर्स चाहिँ घट्छ भनेको छ एकोर्डिङ टु द डियर स्क्वायर अफ डिस्टेन्स, होइन? तिनीहरूको इन्भर्सली प्रोपोर्सनल टु द स्क्वायर डिस्टेन्स अफ टु चार्जेसहरू चाहिँ हुने गर्छ। र तिनीहरूलाई चाहिँ हामीले क्वेसन 1 र 2 लाई चाहिँ हामीले गऱ्यो भनेपछि यो आउँछ। र के भनेको चाहिँ नि जस्तै यहाँ चाहिँ अब याफ भनेको चाहिँ नि इलेक्ट्रोस्ट्याटिक फोर्स भइहाल्यो जुन चाहिँ कोलम्स लले चाहिँ सजिलै क्यालकुलेसन गर्न सिकायो। र Q1 र Q2 भनेको तिनीहरूको चार्जेस जस्तै पोइन्ट चार्जहरूको चाहिँ चार्जेसहरूको म्याग्निट्युडहरूको चार्जेस म्याग्निट्युड भन्न सकिन्छ, यसलाई चाहिँ म्याग्निट्युड भन्न सकिन्छ। र त्यसपछि आर भनेको तिनीहरूको डिस्टेन्स जस्तै पोजिटिभ र नेगेटिभ चार्ज छ, एउटा चाहिँ नेगेटिभ चार्ज यो आर डिस्टेन्स हो, यो चाहिँ Q1 र Q2 तिनीहरूको म्याग्निट्युड चाहिँ भनेपछि के भनेको चाहिँ नि 1/4 पाई एप्सिलन हुन्छ, जसलाई चाहिँ कोलम्स कन्स्ट्यान्ट भन्ने गरिन्छ, जसको भ्यालु चाहिँ कति हुन्छ त 8.99 इन्टु 10⁻⁹ मिटर स्क्वायर पर कोलम स्क्वायर गर्न सकिन्छ। यसलाई चाहिँ हामीले क्यालकुलेसनमा जस्तै सीहरूको उसमा चाहिँ 9 राखेर चाहिँ पनि हामीले क्यालकुलेसन गर्न सकिन्छ। 9 इन्टु 10⁻⁹ इन्टु न्युटन मिटर स्क्वायर पर कोलम स्क्वायर चाहिँ त्यसको भ्यालु हुने गर्छ। र त्यस्तै अब हामीले चाहिँ यसको रियल लाइफ एप्लिकेसनको बारेमा चाहिँ बुझ्नेछौँ। रियल लाइफ एप्लिकेसन जस्तै यिनीहरूको एप्लिकेसन चाहिँ कोलम्स ल चाहिँ हामीले कहाँ युज गर्न सकिन्छ त? कोलम्स ललाई चाहिँ हामीले कसरी युज गर्न सकिन्छ त्यसको बारेमा चाहिँ बुझ्नेछौँ। जस्तै हामीले चाहिँ डिजाइनिङ अफ क्यापासिटर्सहरूको चाहिँ नि डिजाइनिङ गर्दाखेरि पनि हामीले कोलम्स ल चाहिँ युज गर्न सकिन्छ। त्यसपछि एक्सप्लेन द इलेक्ट्रिक फिल्ड्सहरू चाहिँ जस्तै एक्सप्लेन द इलेक्ट्रिक फिल्ड्सहरू चाहिँ कुनै पनि इलेक्ट्रिक फिल्ड्सहरूको हुन्छ तिनीहरूको बारेमा एक्सप्लेन गर्न सकिन्छ। र अन्डरस्ट्यान्डिङ द एटोमिक स्ट्रक्चर्स हेर्दाखेरि पनि प्रोटोन पोजिटिभ
चार्जेस हुन्छ र इलेक्ट्रोन नेगेटिभ चार्जेस हुन्छ, जसमा चाहिँ इलेक्ट्रोस्ट्याटिक फोर्स चाहिँ हुन्छ, जसलाई चाहिँ कोलम्स लले चाहिँ एटोमिक स्ट्रक्चरको बारेमा बुझ्न पनि हेल्प गर्ने गर्छ। र त्यस्तै इलेक्ट्रोस्ट्याटिक फोर्स क्यालकुलेसन जस्तै एफ इजिकल टु चाहिँ हामीले 1/4 इन्टु Q1 Q2 बाई आर स्क्वायर यो फर्मुला युज गरेर चाहिँ हामीले चाहिँ इलेक्ट्रोस्ट्याटिक फोर्स चाहिँ क्यालकुलेसन गर्न सक्छौँ। र लिमिटेसनमा चाहिँ के छ भनेपछि वर्क्स ओन्ली फर द पोइन्ट चार्जहरूमा चाहिँ हुने गर्छ, जहाँ चाहिँ एकदमै पोइन्ट चार्ज एकै ठाउँमा चार्ज थुपारिएर रहेको हुन्छ, एकदमै पोइन्ट एकदमै ठाउँमा धेरै म्याग्निट्युड अफ चार्ज चाहिँ थुपारिएर रहेको ठाउँमा मात्र हामीले चाहिँ कोलम्सलाई चाहिँ अप्लाई गर्न सक्छौँ। त्यसपछि ओन्ली भ्यालिड इन भ्याकुम अर एयरमा चाहिँ हुने गर्छ। पर्मिटिभिटीको एप्सोनटको कारणले गर्दा चाहिँ एप्सोनटमा डिपेन्ड हुने गर्दाले चाहिँ यो चाहिँ भ्याकुम अर एयरमा मात्र के हुन्छ त भ्यालिड हुन्छ भनेपछि डज नट इन्क्लुड द म्याग्नेटिक अर द रिलेटिभिस्टिक इफेक्ट चाहिँ हुन सक्दैन भनेपछि रिलेटिभिस्टिक चाहिँ हुन सक्दैन, म्याग्नेटिक र रिलेटिभिस्टिक चाहिँ इफेक्ट चाहिँ देख्न सकिँदैन, कसमा त कोलम्स लमा चाहिँ देख्न सकिँदैन। यसरी चाहिँ हामीले कोलम्स लको सामान्य इन्ट्रोडक्सन चाहिँ बुझ्ने गर्छौँ। यो इम्पोर्टेन्ट फर द कमन एन्ट्रान्स एक्जामिनेसन प्लस एनइबीको बोर्ड एक्जाममा पनि इम्पोर्टेन्ट क्वेसन नै रहेको छ फर द चार्ज पार्टिकल्सहरूको लागि चाहिँ। र एकदमै युनिभर्सली एकदमै एक्सेप्टेबल थ्योरी पनि रहेको छ फर द चार्ज पार्टिकल्सहरूको लागि चाहिँ। हस् त, थ्याङ्क यू।